नमस्ते गाइज, मेरो सानो कुखुरा पालन व्यवसाय पनि छ र म परिवारको सहायताले कुखुरा पालन पनि गर्ने गर्छु। कतिपय काममा दृष्टिहीनहरूलाई परिवारको सहयोग चाहिन्छ, त्यसैले मेरो पनि परिवारको सहायताले कुखुरा पालन गर्ने गर्छु र यो कतिको फाइदाजनक छ भन्ने विषयले हेर्नुहुन्छ भने मैले चाहिँ फाइदा देखेको छु। फाइदाको हिसाबले यसलाई मैले दुई किसिमले छुट्याएको छु, डाइरेक्ट फाइदा र इन्डाइरेक्ट फाइदा। डाइरेक्ट फाइदाको हिसाबले भन्नुहुन्छ भने पहिलो कुरो त अन्डाको कमी हुने नै भएन। जतिसुकै बजारमा अन्डाको अभाव भए पनि घरमा अन्डाको अभाव हुने कुरा भएन। यसले अन्डा पारि नै रहन्छ। दोस्रो कुरा, आम्दानीको हिसाबले त त्यसै पनि एकदमै राम्रो आर्थिक आम्दानीको स्रोत बन्दो रहेछ। कुखुरा ल्याएको सुरुको दिनदेखि नै अन्डा पारेको छ र यसले लामो समयसम्म अन्डा पार्दो रहेछ। त्यसले गर्दाखेरि आम्दानीको हिसाबले एकदमै राम्रो छ। चारो भन्नुहुन्छ भने चारो बजारमा किन्दा पाइहाल्छ। यसले खाने रेडिमेड चारो हुन्छ, त्यो किलोको किलो किन्न पाउन सक्नुहुन्छ र घरैसी दाना पनि यसलाई दिन सकिन्छ। कतिपय जस्तै हरियो सागपात हामीले तरकारी को लागि चाहिँ जुन टुक्रा टुक्री फाल्ने गर्छौँ त्यो पनि चारोको हिसाबले कुखुरालाई दिन सकिन्छ। अनि देखिरहनु भएको छ यो यसको सेल्फ फिड कन्टेनर छ, जुन हामीले बिहान बेलुकै कुखुरालाई बोलाएर गरेर यसरी चारो फालिराख्नु पर्दैन। एकपटक लगाएपछि धेरै समयसम्म त्यो चारो त्यहाँनेरि खाइसक्दैन कुखुराले। कुखुराको सङ्ख्या अनुसार हुन्छ, कति समय लाग्छ चारो सकिनको लागि। एकपटक लगाएपछि निकै समयसम्म फेरि हामीले चारो लगाइराख्नु बिहान बेलुकै गर्नु पर्दैन, 2-3 दिन पनि बस्छ। त्यो कुखुराको सङ्ख्या हेरेरै हुन्छ। अनि खोर त्यस्तै छ, चटक्कै परेको राम्रो छ खोर। यहाँले देखिराख्नु भएको छ, यो खोर बजारबाट ल्याएको हो र यसलाई चाहिँ हामीले चाहिँ जोडजाम मात्रै गर्नुपर्छ ल्याएर। र कुखुराको सङ्ख्या अनुसार नै हुन्छ यो पनि, ठुलो सानो यतिको चाहिँ ठिक्क लाग्यो मलाई चाहिँ। यो चराहरू पनि राख्नु मिल्ने खालको खोर हो, आइभरी भन्छ यसलाई। त्यतिले मात्रै भएन कि कुखुरालाई चाहिँ अब यसो खेल्ने पनि चाहिन्छ ठाउँ। उनीहरूलाई चाहिँ यसो फ्रिली घुम्नु मनपर्छ, मानिसलाई जस्तै हो उनीहरूलाई पनि। त्यसले गर्दाखेरि चाहिँ खोरभन्दा बाहिर पनि अलिकति जाली तारले चाहिँ एरियालाई कभर गरेर उनीहरूलाई खेल्ने ठाउँ बनाइदिएको छु र त्यसले गर्दाखेरि चाहिँ उनीहरूको स्वास्थ्य पनि एकदम राम्रो हुन्छ। माटोमा खेल्न मन पराउँछ, कुखुरा हो, खोस्री खासी गर्छ, किराहरू खोजेर खान्छ। अनि दाना पानी बाहिरै ठ्याक्कै राखिदिएको छु। खास गरिकन यो सेल्फ फिड कन्टेनर भित्रै झुन्डाएर राख्ने हो हुनको लागि चाहिँ, तर बाहिर राख्दाखेरि राम्रो हुन्छ जस्तो लाग्यो। किनभने पानीहरू बाहिरै पोखिँदाखेरि भित्र पोखिँदैन नि त। भित्र झुन्ड्यायो भने चाहिँ अब त्यो चारो पानीहरू पनि पोखियो भने भित्रै फोहोर हुन्छ। खोर पनि अब कुखुराको सङ्ख्या हिसाबले त बनाउनै पर्छ। त्यसमा पनि यी कुखुराहरू चाहिँ एकदमै शान्त किसिमको प्रजाति रहेछ र यिनीहरूले कुनै झैझगडा पनि गर्दैनन्, एक आपसमा हल्ला पनि गर्दैनन् अनि अन्डा पारिरहन्छन्। एकदमै शान्त प्रकृतिको र मिलनसार कुखुराहरू परेछ। अनि त्यसले गर्दाखेरि म पनि एकदमै खुसी छु। कतिपय कुखुराहरू चाहिँ अब हल्ला गर्ने, धेरै छरछिमेकलाई पनि अब डिस्टर्ब गर्ने भन्छन् नि त। त्यसै पनि अस्ट्रेलियामा त अलिकति विचार गर्नुपर्ने हुन्छ। त्यसपछि अघि मैले भन्दै थिएँ इन्डाइरेक्ट फाइदाको कुरा जुन गर्दै थिएँ नि मैले, त्यो पनि के छ भन्दाखेरि एकदमै फाइदै देखेँ मैले त। किन भन्दाखेरि चाहिँ कुखुराको सुली पनि एकदमै काम लाग्ने चिज रहेछ। सागपात मौलाउने, हलहली रायो साग फलेर एकदम बारीमा सब्जीको अभाव नहुने, धनियाँको सागको लागि पनि एकदम राम्रो हुँदो रहेछ। त्यस्तै गरी खोर्सानी पनि एकदम फस्टाउँछ कुखुराको सुलीमा। त्यसले गर्दाखेरि त्यो पनि एकदम फाइदाको कुरा भयो। अर्को कुरा चाहिँ के भने दिनभरि सहर भिडभाड छिचल्दै घरमा आइपुग्दाखेरि घरायसी वातावरण एकदम आनन्दमय
हुने कुरा पनि एउटा फाइदाकै रूपमा मैले हेरेको छु। सँगसँगै मानिसलाई फुर्सद बसेको त्यति राम्रो हुँदैन। बिजी भइयो भने मानिसको स्वास्थ्यका लागि पनि एकदम राम्रो, मानसिक रूपले पनि र शारीरिक रूपले पनि बिजी हुनु भनेको एकदम राम्रो हो, व्यस्त रहनु एकदम राम्रो हो। त्यसले गर्दाखेरि यसलाई गाह्रो काम भनेर होइन कि यसलाई चाहिँ एउटा आफूलाई एक्टिभ राख्नका लागि पनि राम्रो व्यवसाय भनेर मैले बुझेको छु। कतिपय मान्छेहरूले सहर बजारमा बस्ने मानिसहरूले के गर्छन् भने जिम जान्छन्, आफ्नो शारीरिक व्यायामका लागि जिम जान्छन्। घरमै यसो काम कुरोहरू गरेर बगैँचाहरूमा काम गर्यो, यसो कुखुरा सुखुरा पालेर बस्यो, उनीहरूसँग भुलियो, रमायो भने त्यो पनि त एक खालको शरीरका लागि होस् या मानसिक रूपमा होस् मानिसलाई एकदम राम्रो हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ यो पनि एउटा फाइदाको रूपमा हेरेको छु मैले, इन्डाइरेक्ट फाइदा हो जे होस्। र तपाईँहरूको पनि यदि आम्दानीको हिसाबले हेर्नुभएको छ भने, मन लागेको छ भने, यहाँहरूले पनि ठाउँ छ भने कुखुरा पालन व्यवसाय उपयुक्त हो भन्न चाहन्छु। मैले पनि के गर्ने त भनेर एकदमै विचार गरेँ। पहिला घरै बसेर के गर्न सकिन्छ, शान्तिनो आम्दानीको स्रोतहरू कसरी बनाउन सकिन्छ भनेर सोच्दाखेरि र कुखुरा पालन एकदम ठिक जस्तो लागेर मैले पनि सुरु गरेको र अहिले यसले राम्रै नतिजा देखाइरहेको छ मलाई। त्यसले गर्दाखेरि यहाँहरूलाई पनि ठाउँअनुसार कहाँ हुनुहुन्छ, आफ्नो ठाउँ ठेगाना अनुसारको नियम कानुनहरू बुझेर, अस्ट्रेलियातिरै हुनुहुन्छ भने त्यही ठाउँको नीति नियमहरू बुझेर, अब यहाँ कस्तो छ भन्दाखेरि चाहिँ भाले पाल्न पाइँदैन। भालेले चाहिँ अरूलाई अब छिमेकीलाई डिस्टर्ब गर्छ भनेर भाले पाल्नु पाइँदैन। कुखुरा पनि एउटा सङ्ख्याको हिसाबले कति पाल्ने हो भन्ने कुरा हुन्छ। सहरमा कति पाल्ने र अलि गाउँ ठाउँतिर कति पाल्ने, कति सङ्ख्यामा पाल्ने भन्ने कुराहरू हुन सक्दछ। ठाउँअनुसारको फरक नियम हुन सक्दछ। सबै कुराहरू बुझेर यहाँहरूले पनि व्यवसाय गर्न सक्नुहुन्छ। र बेफाइदा भन्ने कुरा त पटक्कै छैन। अघि मैले भने आर्थिक आम्दानीको हिसाबले पनि एकदमै फाइदाजनक छ। अब यहाँ त अस्ट्रेलिया हो, पैसा भनौँ न, डलर नै आउने हो अन्डाबाट। अब हजुरहरू पनि आफ्नो ठाउँमा जे जस्तो जहाँ हुनुहुन्छ त्यहाँ पनि त त्यही अनुसारको कमाइ हुनसक्छ नि त। त्यसले गर्दाखेरि कुखुरा पालनबाट बेफाइदा चाहिँ छैन, एकदमै फाइदा छ। त्यसो भन्दै आजको मेरो भिडियो कस्तो लाग्यो हजुरहरूलाई, यहाँहरूलाई पनि मन पर्यो भने कृपया भिडियोलाई लाइक गर्नु नभुल्नुहोला, सेयर गर्नु नभुल्नुहोला। सँगसँगै यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने जेबी राई ब्लग्सलाई सब्सक्राइब पनि गर्नु अनुरोध गर्दछु। धन्यवाद।